नमस्कार सबैजनालाई। हजुरहरू सबैलाई फेरि पनि म स्वागत गर्न जाँदैछु मेरो अर्को नयाँ भिडियोमा। आज चाहिँ मैले हजुरहरू सामु लिएर आएको छु दराजबाट अर्को नयाँ प्रोडक्ट जुन हो यो चाहिँ अल्टिमाको अर्को नयाँ प्रोडक्ट अल्टिमा क्लियर माइक हो। मैले हालसालै दराजबाट अल्टिमाको एउटा स्पिकर मगाएको थिएँ जुन चाहिँ मलाई एकदमै राम्रो लाग्यो। त्यसैले मलाई आवश्यक परेको थियो एउटा अर्को माइक जुन चाहिँ मेरो भिडियो कन्टेन्टको लागि एकदमै हेल्पफुल रहनेछ। त्यसैले रिसर्च गर्दाखेरि मैले अल्टिमाको यो माइक पाएँ। अल्टिमाको यो नयाँ प्रोडक्ट आउनुहोस् गरौँ यसको अनबक्सिङ। अल्टिमाको प्रोडक्ट आउँदाखेरि आउने यो बबल ऱ्यापले चाहिँ यसलाई एकदमै राम्रोसित प्रोटेक्ट गर्छ। यो बबल ऱ्यापलाई अनबक्स गरेर यसरी पड्काउनुको मजा फेरि छुट्टै नै छ। अल्टिमा एउटा नेपाली ब्रान्ड हो, त्यसैले यसले आफ्नो लेबलिङ राम्रोसित गरेको छ, मेड फर नेपाल भनेर। बक्समा हजुरहरूले पाउन सक्नुहुन्छ एउटा युजर म्यानुअल र वारेन्टी क्लेम गर्ने कार्ड। यहाँ हजुरहरूले पाउन सक्नुहुन्छ यो टाइप ए टु टाइप सी केबल जसको क्वालिटी चाहिँ डिसेन्ट नै छ। स्टिकर यो रह्यो माइक केस। आहाहाहा राम्रो छ। केसमा छ एउटा टाइप सी कनेक्टर जसको सहायताले हामीले यसलाई चार्ज गर्न सक्नेछौँ। हजुरहरूले देख्न सक्नुहुन्छ हामीले चाहिँ यसमा दुईवटा ट्रान्समिटर र एउटा रिसिभर पाउन सक्नेछौँ। हजुरहरूले ट्रान्समिटरमा पाउन सक्नुहुन्छ एउटा मोड बटन जसको सहायताले हजुरहरूले यसको डिफ्रेन्ट मोडहरू युज गर्न सक्नुहुन्छ। आउनुहोस् गरौँ अब यसको बाँकी स्पेसिफिकेसनको कुरा। यसको ट्रान्समिटरको क्वालिटीको कुरा गर्ने हो भने चाहिँ यसले 360 अम्नि डिरेक्सन रेकर्डिङ पाउन दिन्छ भने यसमा एआई नोइज क्यान्सलेसनको सपोर्ट रहेको छ, साथै डिएसपी नोइज क्यान्सलेसनको सपोर्ट पनि पाउन सक्नुहुन्छ। र यो माइकको ट्रान्समिटरको क्षमता भने 50 मिटरसम्मको छ। यसको 50 मिटरको कभरेजमा चाहिँ हजुरले टाढा बसेर पनि माइकलाई राम्रोसित युज गर्न सक्नुहुन्छ। अब पालो रह्यो हाम्रो यो माइकको क्वालिटी चेकको। आउनुहोस् अब गरौँ यो माइकको क्वालिटी टेस्ट। अबको अडियो अल्टिमाको साथमा अब सुन्न सक्नुहुन्छ यो माइकको क्वालिटी कस्तो छ। अब यसको बाँकी कुराहरू नि गरौँ। यसको हाइलाइटेड फिचरको कुरा गर्ने हो भने चाहिँ अहिले चलिरहेको ट्रेन्ड नै एआईको छ, त्यसैले अल्टिमाले पनि हामीलाई दिन्छ एआई नोइज क्यान्सलेसन जसको सहायताले हामीले ब्याकग्राउन्ड नोइजलाई सजिलै रिड्युस गर्न सकिन्छ। अल्टिमाको अर्को हाइलाइटेड फिचर चाहिँ 360 डिग्री अडियो रेकर्डिङ हो। यसको दुईवटा ट्रान्समिटरको कारण यसको सपोर्ट लिएर हामीले 360 अडियो रेकर्डिङ गर्न सक्छौँ भने यसमा रहेको नोइज क्यान्सलेसनले यसको ब्याकग्राउन्ड नोइजलाई काटेर क्लियर आवाज सुन्न सक्छौँ। अब खासै यसको कुरा गर्न बाँकी भन्ने त केही छैन। यो दुईवटा भेरिएन्ट पाउँछ, एउटा एन्ड्रोइडको लागि एउटा पुरानो आइओएसको लागि। आइओएस 15 भन्दा तल लाइटनिङ मिल्छ। यदि तपाईँहरूको लाइटनिङ सपोर्टिङ छ भने नि यो किन्दा निर्धक्क भएर किन्न सक्नुहुन्छ, किनकि कम्पनीले यसको दुईवटा प्रोडक्ट लन्च गरेको छ, टाइप सी र लाइटनिङ। अनि यसको केसमा चाहिँ हामीले 750 mAh ब्याट्री पाउँछौँ जसले चाहिँ कम्पनीको क्लेम अनुसार अराउन्ड 7 घन्टाको ब्याट्री ब्याकअप पाउन सक्नुहुन्छ। आउनुहोस् अब गरौँ यसको नोइज क्यान्सलेसनको चेक जाँच। अहिले ग्रिन बलिरहेको छ जसले चाहिँ हामीलाई हाइफाई मोडको सिग्नल दिन्छ। यदि हजुरहरूले नोइज क्यान्सलेसनमा स्विच गर्नुभयो भने चाहिँ तपाईँले यो प्रेस गर्ने बटनको सहायताले सिङ्गल क्लिकमा चाहिँ हजुरहरूले नर्मल नोइज क्यान्सलेसन अन गर्न सक्नुहुन्छ भने यसमा आएको ब्लू इन्डिकेटरले चाहिँ एआई नोइज क्यान्सलेसनको सिग्नल दिन्छ भने येलोले चाहिँ डिएसपी नोइज क्यान्सलेसन एक्टिभ भयो भनेर बुझ्न सक्नुहुन्छ। यो अहिले देखिएको चाहिँ नर्मल नोइज क्यान्सलेसन हो। अब देख्न सक्नुहुन्छ यो ब्लू लाइट, यो चाहिँ हाम्रो एआई नोइज क्यान्सलेसन हो। यसको अडियो क्वालिटी चेक गर्न सक्नुहुन्छ। मैले अहिले जे बोलिरहेको छु यो चाहिँ एआई नोइज क्यान्सलेसनको थ्रु आइरहेको छ। हजुरहरूले यो येलो लाइट देख्न सक्नुहुन्छ जसले चाहिँ डिएसपी नोइज क्यान्सलेसनको मोडमा छ भनेर थाहा पाउन सक्नुहुन्छ। ल त हजुरहरूले तीनवटै मोड पनि चेक गरिसक्नुभयो। हजुरहरूले यसको माइकको अडियो क्वालिटी त सुनिहाल्नुभयो, कस्तो लाग्यो तल कमेन्ट गरिदिनु होला।
यदि मैले भन्न पर्ने हो भने चाहिँ प्राइसको हिसाबमा डिसेन्ट नै लाग्यो मलाई चाहिँ, त्यस्तो कम्प्लेन गर्ने ठाउँ चाहिँ छैन। सराउन्डिङै त्यस्तै भएर होला, हल्का हल्का नोइज चाहिँ मैले पनि नोटिस गरेको नै हो। ठिक छ, प्राइसको हिसाबमा ठिक छ, त्यस्तो धेरै कम्प्लेन गर्नुपर्ने चाहिँ म देख्दिनँ। बाँकी रह्यो यसको प्राइसको कुरा गर्ने हो भने चाहिँ अल्टिमाको अफिसियल प्राइसिङ हेर्ने हो भने चाहिँ यसको 7,999 छ र अहिले अल्टिमाले दिएको अफरमा चाहिँ तपाईँले यो माइकलाई 3,899 मा किन्न सक्नुहुन्छ। तर मैले यो दराजबाट मगाएको थिएँ, त्यसमा अरू थप डिस्काउन्ट भाउचर पाएर मैले चाहिँ यो सामान किन्दाखेरि 3,495 परेको थियो। हजुरहरूलाई पनि माइक चाहिएको छ भने अल्टिमाको अफिसियल वेबसाइटबाट नि किन्न सक्नुहुन्छ, दराजमा गएर किन्न पनि सक्नुहुन्छ। भिडियो पुरा हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। आजलाई यति नै। मलाई फलो गरिरहनु होला, यस्तै कन्टेन्ट हेर्न पाउने हुनेछ। हस् त, धन्यवाद।